हेलो गाइस वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ हामी स्कुल सकेर यसो रमाइलो गर्नको लागि खुडीतिर निस्किँदैछौँ। सो कति स्कुल पढाउने हैन, एक्जिबिसन पनि चलिरहेको छ, एनुअल प्रोग्राम पनि हामीले सक्यौं। सो एकदमै एक्जस्टेड फिल भइरहेको थियो। सो आज चाहिँ हामी खुडीतिर गइरहेछौँ। यो चाहिँ खुडीतिरको बाटो एकदमै बबाल छ, रमाइलो छ खुडीको बाटो हैन। सो हामी कमल सर र म चाहिँ हामी सब खुडीतर्फ लाग्दैछौँ। हाम्रो ग्याङहरु केटाहरु पनि पछाडी छ। आज चाहिँ हामी सबैजना खुडीमा गएर खुडीमा बसेर रमाइलो गर्ने प्लान गरेको छौं। अनि खुडी भन्नुहुन्छ भने चाहिँ हाम्रो मिक्लाजुङको एउटा एकदमै राम्रो ठाउँ। सो यहाँ आउन चाहिँ एकदमै मजा आउँछ। हावापानीहरु पनि एकदमै चिसो छ। सो दमक नजिकको मान्छे, उल्लाबारी नजिकको मान्छेहरुले चाहिँ यहाँ आएर एक्सप्लोर गर्न सक्नुहुन्छ तपाईहरु। जाने बाटोहरु पनि अहिले एकदमै पिच भइसकेको छ, एकदमै रमाइलो छ। डाँडा काँडा जंगल हुँदै जानुपर्छ। सो बाटो पनि एकदमै रमाइलो छ, एकदमै मजा आउँछ। ल सी यू इन खुडी है एभ्रीवन। सो गाइस फाइनली हामी चाहिँ खुडी आइसकेको छौं। यो चाहिँ खुडी हो हैन, एकदमै हाम्रो एकदमै स्पेशल, हाम्रो के भन्छ नि नजिकको तीर्थालय हेर्दा भने जस्तै एकदमै राम्रो तर ब्युटिफुल ठाउँ। तर यसलाई चाहिँ हामी लास्टै हेला गर्ने गर्छौं हैन, खासै भ्यालु नै गर्दिनौं नि त। तर एकदमै रमाइलो, एकदमै भाइब्स, मलाई चाहिँ एकदमै मजा आउने ठाउँ हो यो। तपाईहरुलाई देखाउँछु ल यसको। हाम्रो खुडीमा यो चाहिँ यस्तो पोइन्ट छ। यहाँनेरि चाहिँ एक साइडमा घाम लाग्दाखेरि एक साइडमा चाहिँ पुरै कुहिरो लागिरहेको हुन्छ, बादल लाग्छ। अनि यो ठाउँमा आएर चाहिँ यसलाई खुडी भन्न चाहिँ मनाइ छ अहिले, किनभने यो पहाडलाई हामीले हेर्दाखेरि ट्याक्कै देउताको खुडी भएको जस्तो देखिन्छ अरे। त्यसैले यहाँको स्थानीयहरूले पहिले चाहिँ यहाँको नाम खुडी भन्थे, तर अहिले चाहिँ यहाँ खुडी भन्दा अलिकति डिसरेस्पेक्ट गरे जस्तो फिल हुन्छ अरे। सो अहिले चाहिँ यो ठाउँको लागि हामीले कोइने टार राखेको छौँ। अनि यसको फन फ्याक्ट चाहिँ यो डाँडा चाहिँ हाम्रो इलाममा पर्छ, अनि हाम्रो यो डाँडा चाहिँ मिक्लाजुङमा पर्छ। अनि भने चाहिँ अहिले चाहिँ हामी यता मिक्लाजुङमै छौँ। अनि अघि मैले फर्स्ट बनाएको भिडियो चाहिँ मेरो घर चाहिँ झापा। सो यो चाहिँ हामी एकदमै इन्ट्रेस्टिङ तीनटा डिस्ट्रिक्टको कोइनेटर ठाउँमा छ। एकदमै रमाइलो, साउन्ड खोलाको एकदमै राम्रो छ, रमाइलो ठाउँ छ यो। फाइनल्ली खुडी आइसकेको छौँ। यो चाहिँ हाम्रो खुडी स्टोन भन्ने रेस्टुरेन्ट रहेको छ हाम्रो पल्लो दाइको। एकदमै राम्रो अनि चिल एस्थेटिक भ्यू भएको ठाउँ छ। हजुरहरू पनि खुडी आउँदै हुनुहुन्छ भने यहाँ बस्न सक्नुहुन्छ है। हाम्रो होटल हिल स्टोनको भ्यू छ, एकदमै राम्रो क्युट सानो। तपाईहरु नेचर लभर हुनुहुन्छ भने चाहिँ यस्तो एस्थेटिक ठाउँ सँगसँगै सानो सानो कटेजहरू, प्राइभेट कटेजहरू, अनि लाइटिङहरू हामीलाई फोटो भिडियोहरूको लागि। अनि यतापट्टि हाम्रो पहाडहरू राम्रो छ, यतापट्टि खोलाहरू, यतापट्टि पनि टक्क पहाडको बिचमा एकदमै राम्रो लोकेसनमा हाम्रो होटल छ हाम्रो दाइको। सो एकदमै रमाइलो हुन्छ है यो ठाउँ चाहिँ, एकदमै मजाको रमाइलो ठाउँ छ।